पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई 17 वर्षको कठोर कारावास सजाय सुनाएको छ। तोसाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार 20 डिसेम्बरको दिन अदालतले खान दम्पतिलाई समान 17 वर्ष जेल सजाय सुनाएको हो। 17 वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बिबीलाई 1 करोड 64 लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ। यो फैसला रावलपिण्डी स्थित अडियाला जेलमै बसेको विशेष अदालतले सुनाएको हो। इमरान खान हाल यही जेलमा थुनामा छन्। उनीहरूलाई देशले प्राप्त गरेका उपहार खरिद गर्दा अनियमितता गरेको आरोप छ। पाकिस्तानमा तोसाखाना प्रणाली अन्तर्गत विदेशबाट प्राप्त भएका उपहारहरू राज्यको खजानामा बुझाउनु पर्ने वा तोकिएको मूल्य तिरेर खरिद गर्नुपर्ने व्यवस्था छ। आरोप अनुसार इमरान खान र बुशरा बिबीले 2021 मा साउदी युवराजबाट प्राप्त बुलागारी ब्रान्डको आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेका थिए। अभियोजन पक्षका अनुसार करिब 3,80,000 युरो मूल्य पर्ने उक्त सेट उनीहरूले करिब 29 लाख पाकिस्तानी रुपैयाँमै लिएका थिए, जसका कारण सरकारी ढुकुटीमा करोडौं रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ। फैसला सुनाउने न्यायाधीश शाहरुख अर्जुमन्दले दुवैलाई विश्वासघातको अभियोगमा 10 वर्षको कठोर कारावास र भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप 7 वर्षको सजाय सुनाएका हुन्।